ल गाइजहरु हामी चाहिँ आज आइएको छ घाँस काट्न। कोरियामा पनि कसले घाँस काट्छ भन्ने जस्तो लाग्यो ल। हेर्नुहोस् यो कोरियामा बनेको हैसा। त्यसपछि यो चाहिँ तपाईको बाँसको कुचो। हुन त यो हिउँ सर्ने कुचो अरे, तर अब गर्मीमा त हिउँ पर्ने भएन। जताततै झारपातहरू पलाएर यहाँ बाटोभरि। त्यही भएर हामीले चाहिँ एउटा गोर्खाले चाहिँ उता यसरी बाटा काट्दै हिँड्ने छेउछेउमा मिसिनले। याछेकीले चाहिँ घाँस काट्ने, मैले चाहिँ बडार्ने काम गरिरहेको छु है। ल अब यो चाहिँ सर बडार्ने मेरो बाटाको छेउछेउमा। यसलाई किमु भन्छ हाम्रोमा त। आँगन किमु। यस्तो किमु फल्यो रहेछ। भोलितिर काम्रो हिजो अब यो किमु खाएँ हिँड्यो। लु ड्युटी कुद्न सयो। यो बल भेट्यो गोलफुजाङबाट। यो चाहिँ भोटेको चियान, फुलको तिरामा खोलिएको चियानमा। बाटाबाट चियान छ, तर यहाँ भुट चाहिँ आउनु खासै। आजलाई चाहिँ मेरो भलक छ यति नै।